यसरी बोजूको साथी हुँदा हुँदै बोजूको काँधमा बसेर हिँड्ने, बोजूको काखमा बसेर सुत्ने, बोजूको टाउकोमा बस्ने, जहाँ जाँदा पनि अब उसलाई खानुको मतलब पनि छैन, खेल्नुको मतलब पनि छैन। बुझ्यो भएदेखि उसलाई पुग्यो। अब हेर्दा हेर्दै काली पनि फुल पार्ने बेला भइसक्यो अब त। अनि फुल पार्ने बेला हुँदा नि कालीले बोजूलाई पटक्कै छोड्दैन। मलाई के लाग्छ भने अब चाहिँ नानीहरू जन्मेपछि चाहिँ कालीले के गर्छ होला, बोजूलाई साथ दिन्छ कि दिँदैन होला लाग्छ के। अस्ति चाहिँ काठमाडौँको बसाइमा 2 महिना चाहिँ काली र बोजूको चाहिँ बिछोड भएको थियो क्या। बोजू अब हस्पिटल कहिले कता अनि कालीलाई चाहिँ हामीले एक ठाउँ राखेको थियो। त्यतिखेर चाहिँ कालीले बोजूलाई बिर्सिसक्यो होला लाग्थ्यो के। अनि बोजूले पनि पछि त बोजू काली कता गयो होला नि भने त त्यतै छ होला नि भन्नुहुन्थ्यो क्या। अनि बोजूले पनि कता बिर्सेको जस्तो लाग्ने मलाई है। अनि होइन बोजू र कालीको त मिलन गराउनै पर्छ भनेर मैले चाहिँ 15 दिन 20 दिनमा हस्पिटलमा हुन्छ कि घरमा हुन्छ कि ल्याएर कालीलाई बोजूलाई भेटाउँथे क्या। बोजूले पनि नबिर्सियोस्, कालीले पनि नबिर्सियोस् भनेर। अहिले घरमा लगिसकेपछि सेम के जस्तो पहिलाको थियो त्यस्तै के। बोजूसँगै खाने, बोजूसँगै सुत्ने, बोजूसँगै उठ्ने, उसलाई चर्ने खेल्ने टाइमै छैन। अब त तरुनी भयो, अब चाहिँ के गर्छ हो, फुल पार्न लागेको छ। फुल पारेपछि चाहिँ बोजूलाई के गर्छ है साथीहरू।